एकपटक कल्पना गरौँ है त, कुनै व्यक्ति बिहान उठ्दा सामान्य छ, अर्थात् शारीरिक रूपमा ऊ सबै किसिमले ठिक छ, तर केही मिनेटको अन्तरालमा उसको गोली बन्द हुन्छ। कामबाट घर आइसकेर थिएँ, खानासाना खाएर बेडमा गएको, अनि त्यो लेफ्ट साइडको हात चाहिँ झिन्न गरे जस्तो भयो कि। आँखा धमिलो हुन्छ, शरीरले आफ्नो सन्तुलन कायम गर्न सक्दैन। उठेर जान्छु भन्दाखेरि बेड यत्रो सानो बेडबाट लडे होइन, अनुहार बाङ्गिन्छ र लेफ्ट साइडको मुख पनि बाङ्गो भएर छ। हात उठाउन खोज्छ, उठ्दैन, खुट्टा चाल्न खोज्छ, चल्दैन। हात खुट्टा एक्कासी लेफ्ट साइड नचल्ने भयो। तर दुखाइ कहीँ छैन। पेनलेस थियो नि त, केही दुखाएको थिएन नि त। हो, यसैलाई भनिन्छ मस्तिष्कघात अर्थात् स्ट्रोक। इमर्जेन्सी हस्पिटल लग्नु भयो मलाई चाहिँ। सिटी स्क्यान गर्दाखेरि चाहिँ न्युरोको प्रब्लम देखेर एमआरआई गर्दाखेरि थ्रोम्बेक्टोमी गर्नुपर्छ भनेर भन्नुभयो। अनि थ्रोम्बेक्टोमी गरेपछि चाहिँ मलाई केही बेरमै मलाई ठिक भयो। मस्तिष्कघातको उपचारमा अद्भुत चिकित्सा प्रक्रिया अर्थात् मेकानिकल थ्रोम्बेक्टोमीको सुरुवात भएको दिन आज मे 15। यसै दिनको सम्झनामा सन् 2020 हरेक वर्ष मनाउन थालियो विश्व थ्रोम्बेक्टोमी दिवस र आज 6औं विश्व थ्रोम्बेक्टोमी दिवस। यसै सन्दर्भमा हामी बुझ्ने प्रयास गर्दैछौँ मस्तिष्कघात अर्थात् स्ट्रोक के हो, यो कसरी हुन्छ, यसको उपचार नेपालमा कसरी सम्भव भयो, अनि थ्रोम्बेक्टोमी उपचार पद्धति के हो र यो कसरी गरिन्छ। सबैभन्दा पहिला मस्तिष्कलाई बुझ्ने प्रयास गरौँ। मस्तिष्क अर्थात् ब्रेन भनेको शरीरको कन्ट्रोल सेन्टर हो, जसले सोच्ने, बोल्ने, चल्ने, सम्झने सबै कामको नियन्त्रण गर्छ। मस्तिष्क अरबौं साना कोषहरूले बनेको हुन्छ। यो कोषहरू एक अर्कासँग विद्युतीय संकेत अर्थात् इलेक्ट्रिकल सिग्नल्स मार्फत कुरा गर्छन्, जसका लागि अक्सिजन र पोषण अनिवार्य चाहिन्छ। त्यो अक्सिजन र पोषण मस्तिष्कमा निरन्तर बग्ने रगतले मात्र दिन सक्छ। हो, जब स्ट्रोक अर्थात् मस्तिष्कघात हुन्छ तब मस्तिष्कमा रगतको आपूर्ति अचानक बन्द हुन पुग्दछ। यसैलाई मस्तिष्कघात भनिन्छ। सरल भाषामा बुझ्दाखेरि मस्तिष्कमा लैजाने रगतको नलीमा कुनै पनि अवरोधले गर्दाखेरि चाहिँ मस्तिष्कमा रगतको सप्लाई भएन अथवा त्यहाँ रगतको सञ्चालन भएन भने त्यसपछि दिमागमा देखिने परिणामलाई चाहिँ मस्तिष्कघात भनिन्छ। अब यसमा चाहिँ तपाईँको दुईटा प्रकार हुन्छ। यदि रगतको नली फुटेर रक्तस्राव भयो भने चाहिँ हेमोरेजिक स्ट्रोक भन्छ। अर्को प्रकार जनमानसमा चाहिँ झन् धेरै हुने सम्भावना भनेको चाहिँ दिमागको रगतको नली अवरोध भएर चाहिँ हुने, जसलाई चाहिँ इस्केमिक स्ट्रोक भन्छ, जसमा चाहिँ तपाईँको रगतको नली बन्द हुने। त्यसैले स्ट्रोकलाई एक मेडिकल इमर्जेन्सी भनेर पनि चिनिन्छ। रोगले समातेपछि समय गुमाउनु हुँदैन। समय गुमाउनु भनेको मस्तिष्क गुमाउनु हो र मस्तिष्क गुमाउनु भनेको शारीरिक रूपमा अशक्त वा जान्ने गुमाउनु हो। विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष लाखौं मानिसलाई स्ट्रोक हुन्छ। आज विश्वभर करिब 9 करोड 30 लाख भन्दा बढी मानिस स्ट्रोकसँग लडेर बाँचिरहेका छन् र हरेक वर्ष करिब 1 करोड 20 लाख नयाँ केस थपिरहेका छन्। यो संख्या किन ठुलो छ? किनकि स्ट्रोक केवल मृत्यु होइन, यो अपाङ्गताको प्रमुख कारण पनि हो। अध्ययनले भन्छ 4 मध्ये 1 वयस्कलाई जीवनकालमा स्ट्रोक हुने जोखिम हुन्छ। मुख्य कारण उच्च रक्तचाप, धूम्रपान, मधुमेह, अनियमित जीवनशैली र उमेरसँगै रक्तनली कमजोर हुनु। सबैभन्दा ठुलो समस्या हो समयमै उपचार नपाउनु। नेपालको सन्दर्भमा अवस्था झनै जटिल छ, किनकि धेरै केसमा स्ट्रोक ढिलो पहिचान हुन्छ र ढिलो अस्पताल पुगिन्छ। अस्पतालहरूको तथ्याङ्कले देखाउँछ कि स्ट्रोक अब नेपालमा प्रमुख स्वास्थ्य समस्या मध्ये एक हो। यो समस्याबाट प्रभावितहरूको औसत उमेर लगभग 60 वर्ष आसपासको देखिन्छ, तर अहिले युवा उमेरमा पनि बढ्दै गएको छ। स्ट्रोक तत्काल हुने हुनाले धेरै बिरामीहरू अस्पतालसम्म पुग्नै ढिला गर्छन्। अकस्मात हुने यस्तो खालको बिरामीलाई कतिपय अवस्थामा त झारफुक वा घरेलु उपचारमै समय बिताएको पनि भेटिन्छ। तर अहिले स्थिति बिस्तारै बदलिँदैछ। प्राध्यापक डाक्टर उपेन्द्र देवकोटाज्यूको अवसान भएपछि पनि उहाँको दराजमा यो थ्रोम्बेक्टोमी ल्याउनुपर्छ, नेपालमा यो प्रविधि भित्र्याउनुपर्छ भनेर एउटा परिकल्पना गर्नुभएको चाहिँ त्यो हामीले भेट्यौँ। त्यो भेटिसकेपछि 2015मा जुन विश्वले लिएपछि चाहिँ 2020मा नेपालमा पहिलोपल्ट यो सेवालाई वैज्ञानिक तरिकाले गर्नको लागि बाइप्लेन क्याथल्याब नेपालमा भित्र्याए र यसले अहिलेसम्म करिब 180 जना जति बिरामीलाई हामीले उपचार दिइसकेका छौँ। उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड अलिड साइन्स अर्थात् न्युरो अस्पतालले विश्वमा आविष्कार भएको केवल 5 वर्षपछि सन् 2020बाटै थ्रोम्बेक्टोमी पद्धतिबाट उपचार गर्न सुरु गरे। थ्रोम्बेक्टोमी उपचार पद्धति के हो त? सजिलो भाषामा बुझ्ने हो भने डाक्टरले बिरामीको तिग्रामा रहेको रक्तनलीबाट क्याथेटर ट्युब भित्र छिराउँछ। त्यो ट्युब रक्तनलीको माध्यमबाट मस्तिष्कसम्म पुग्छ अनि मस्तिष्कमा जमेको रगतको थेक्लोलाई समात्छ र बाहिर निकाल्छ, अनि बिरामीको मस्तिष्कमा पुनः रक्त प्रवाह सुरु हुन्छ।
यस्तो मसिनो चाहिँ क्याथेटर हुन्छ जसलाई एस्पिरेसन क्याथेटर भनिन्छ। यसको टिप चाहिँ हाम्रो रगतको थेग्लोमा गएर कन्ट्याक्ट गरिदिउँ र यसलाई चाहिँ हामीले भ्याक्युम तान्ने मसिनमा कनेक्ट गरिदियो भने चाहिँ यसले चाहिँ तपाईँको क्लटलाई तान्छ। यसलाई चाहिँ इङ्ग्लिसमा अथवा मेकानिकल टर्ममा चाहिँ एस्पिरेसन क्याथेटर भन्छ, जसलाई लैजानको लागि चाहिँ भित्र अझै योभन्दा मसिनो तारहरू लिएर जान्छौँ हामीले। यसलाई चाहिँ जस्तो माइक्रो वायर भनिन्छ। यो वायर, यो माइक्रो क्याथेटर र एस्पिरेसन क्याथेटरको सहायताले चाहिँ हामी जुन अघि हामीले फिमोरल सिथ राखेको थियौँ त्यसबाट बन्द भएको दिमागको रगतको नलीसम्म पुगेर त्यो रगतको ढिकालाई चाहिँ हामीले निकाल्छौँ। नेपालमा मेकानिकल थ्रम्बेक्टोमीको उपचार पद्धति सुरु भएपछि यसबाट लाभान्वित सेवाग्राहीहरूको संख्या बिस्तारै बढ्दैछ। तर टाउको चिरफार गरेर गरिने शल्यक्रिया धेरै जसो अस्पतालमा भए पनि बिना चिरफार गरिने मेकानिकल थ्रम्बेक्टोमी विधि थोरै अस्पतालमा मात्र उपलब्ध छ। अहिले न्युरो अस्पताल, बाँसबारी सहित केही निजी अस्पतालहरूमा मात्र यो सुविधा उपलब्ध छ। यो आम्दानी कमाउनको लागि स्थापना भएको अस्पताल होइन। आजको दिनसम्म पनि जति पनि हामीले उपचारको शैलीमा बिरामीहरूबाट आएका रकमहरू छ यो यसैमा हामीले लगानी गरिरहेछौँ। समय एकदमै बलवान छ। त्यो सम्बन्धी शिक्षा दिनको लागि हामीले उपेन्द्र देवकोटा फाउन्डेसन स्थापना गरेका छौँ, जसले गर्दा हामी आम जनताहरूलाई स्ट्रोकको बारेमा अवेरनेस प्रोग्रामहरू गरेका छौँ। स्ट्रोक सम्बन्धी कुनै पनि शङ्का लागेमा तुरुन्तै अस्पताल जानलाई 24 घण्टा 7 दिन खुल्ला रहने यो उपेन्द्र देवकोटा न्युरो अस्पतालमा उपचारको लागि यहाँहरू आउन सक्नुहुन्छ। अस्पतालमा यसको उपचार सुविधा उपलब्ध छ भन्ने पहिचान गर्न नसक्दा र समयमै रोगको पहिचान गराउन नसक्दा पनि प्रभावितको संख्या बढ्दो छ। त्यस्तै एक व्यक्ति हुन् सुनिता राई। आफूलाई मस्तिष्कघात भएको थाहा नपाउँदा उहाँ नजिकको अस्पताल पुग्नुभयो, तर सो अस्पतालले समयमै रिफर गरिदिँदा आज मस्तिष्कघात जस्तो जटिल रोगको सफल उपचारपछि उहाँ पहिलेकै अवस्थामा फर्किनु भएको छ। अलिकति मेकानिकल थ्रम्बेक्टोमी गर्दा थोरै पेन चाहिँ भयो, तर त्यसको बिचमा चाहिँ केही भएन, मलाई गाह्रो भएन। केही टाइम हस्पिटलमै बसेर ट्रिटमेन्ट गरिसकेपछि चाहिँ म इमर्जेन्सी एम्बुलेन्समा आएको मान्छे आफै हिँडेर जान सक्ने भएँ। पहिलो जन्ममा चाहिँ मम्मी बाबाले दिनुहुन्छ भने दोस्रो जन्ममा चाहिँ डक्टरले दिनु हुँदो रहेछ, त्यो जुन मैले पाएको छु। त्यसैले चाहिँ डक्टरहरू नर्सहरूलाई चाहिँ म धेरै थ्याङ्कफुल भन्न चाहन्छु। धन्यवाद। लाइफ गड लाग्छ क्या मलाई चाहिँ डक्टर चाहिँ। हो, सुनिताको जीवनमा दुवै कुरा अचानक भयो। मस्तिष्कघात जस्तो जटिल रोगले जसरी उहाँलाई अचानक गम्भीर अवस्थामा पुर्याएको थियो, त्यसै गरी मेकानिकल थ्रम्बेक्टोमी उपचार पद्धतिले उहाँलाई केही घण्टाको अन्तरालमै अवस्था उस्तै सहज बनाइदियो। माथि गर्नु निधार, उचालिदिनु त, अलिकति प्रयास गर्नु त, अलिकति प्रयास गर्नु, खुट्टा प्रयास गर्नु त। उठाउनु, ठिक छ। अघि औँला समात्नु जोडले, ठिक छ। एउटा खुट्टा उचाल्नु अझै माथि, ठिक छ। स्ट्रोक अन्त्य होइन, तर ढिला गर्नु भनेको चाहिँ खतरनाक हो। लक्षणहरू याद राख्नुहोस्। BEFAST, बी फास्ट भनेर एकदम सरलीकरण गर्नको लागि B बाट ब्यालेन्स, E बाट आइज, F बाट फेस, A बाट आर्म्स, S बाट स्पिच। लास्टमा T चाहिँ हामीले किन भन्छौँ त भने बी फास्ट भनेको अलिक चाँडो गर्नु पर्यो र T भनेको चाहिँ टाइम। यो संकेत देखिने बित्तिकै चाहिँ हामीले चाहिँ कुर्दै नकुरिकन नजिकको अस्पतालमा चाहिँ गएर चेकअप गरिहाल्नु। अब केवल भाग्यको खेल होइन, समयमै उपचार पाए धेरैको जीवन बचाउन सकिन्छ। तर उपचार प्रविधि हुनु मात्र पनि पर्याप्त छैन, त्यसबारे जानकारी हुनु पनि उत्तिकै आवश्यक छ।